हेर्न नि गान्धी मेटिसके पैसा चल्छ यो किन चल्दैन चल्छ भएन ढिलो ढिलो आज गान्धीको एउटा चस्मै छैन त हेर्न यहाँ हाम्रो यहाँ सरलाई पनि भेट्यो आज अलिक ढिलो ढिलो निक्लाएको हुँदैछ डे 3 को लागि हो डे 3 को लागि भेटघाट हाम्रो चौतारी चाहिँ यही हो यहाँ चाहिँ मिट हाम्रो याप्लालाई देखाइदिउँ न के गर्यो बेदा लाकु मामा इस तेस्रो दिनको बारेमा भनिदिनुहोस् त आज चाहिँ हाम्रो तेस्रो दिनमा आइपुगेको छौँ हामी र यो तेस्रो दिनको हाम्रो सुटिङ अथवा भिडियो चाहिँ यो महात्मा तेङ्सी श्रीजङ्गाको मन्दिरबाट हामी गर्नेवाला छौँ र किन भन्दा चाहिँ यो महात्मा तेङ्सी श्रीजङ्गालाई पनि हामीले हाम्रो आले शिवलाय मन्दिरमा जोडेको छौँ किन भन्दाखेरि हामीले पर्यटन अथवा टुरिज्मको लागि पनि राम्रो एउटा हाम्रो एउटा मार्तन भेगभित्रै पर्छ र हामीले यसलाई पनि जोड्दैछौँ र केही दिन अब हामी यो कुराकानी गर्नेछौँ हाम्रो सिनियर दाइजहरू पनि बोलाउनु भएको छ हामीले उहाँहरूसँग हामी कुराकानी गर्दैछौँ है यस्तो बनिएको रहेछ हौ अहिले त है दामी बनिसकेछ त हौ सेटहरू हेर आमै हाम्रा साइन चाहिँ यहाँनिर एकदम बिजी छन् सुरु गर्नु आँटेको यता ल यहाँ चाहिँ अहिले एरेन्जमेन्ट हुँदैछ यता हाम्रो साइन सर दुःख छैन हाम्रो राफुङ मार्तम वार्डमा एउटा माथि शिरमा एउटा मन्दिर आले शिवलाय मन्दिर छ र त्यही मन्दिरसँग जोड्नु एकदम जाँदैछ जारी छ साइन कस्तो हुँदैछ राम्रै हुँदैछ मिलेछ बुढाले पेल्दैछ पाराले हुँदैछ है तपाईँले अब तपाईँको यत्रो उमेर बित्यो तपाईँले के भन्न चाहनुहुन्छ यो मन्दिर विषयमा र भूतपूर्वको हाम्रो विधायक हाम्रो बिरबल सुब्बाजीलाई पनि हामी सारा सिक्किममा छर्ने भएको हाम्रो लिम्बू जातिहरूले चाहिँ उहाँहरूलाई पनि हाम्रो अन्तरिक जहिले चाहिँ यस्तो चाहिँ निसा चाहिँ अहिले चाहिँ अब अहिले दामी भएको छ दिन चाहिँ दामी भएको छ है के घाम लाग्यो ए हाम्रो चाहिँ लिफाम लिएर आएछ है मामाले दामी भयो त अहिले पो दिन त हेर लिफाको माल चाहिँ हो कि निक्लेछ बाहिर हेरौँ न होइन माल चाहिँ यस्तो छ यो समस्या है आज चाहिँ हामी हाम्रो जुन महादेवथानको जुन कार्यक्रम तपाईँहरूलाई हामीले डे टु डे भनेर भन्दै थियौँ है आज चाहिँ हामी कति दिन अब हाम्रो तेस्रो दिनमा चाहिँ हामीले यही मार्तम भेगलाई जोडेको जुन हाम्रो तेङ्सी श्रीजङ्गाको एउटा मन्दिर थियो यहाँ पल्लोपट्टि त्यो चाहिँ हाम्रो एउटा मार्तम ब्लकभित्रै पर्छ त्यसले गर्दाखेरि त्यहाँ पनि हामीले अलिकति त्यहाँको ब्याकग्राउन्ड मतलब त्यहाँको अब अलिकति हिस्ट्रीहरूलाई कलेक्सन गर्नुपर्ने थियो र यो कलेक्सन पनि आज गरिसक्यौँ र उहाँहरूसँग पनि भेटघाट गऱ्यौँ कलेक्सन गऱ्यौँ मजा आयो है र अब तपाईँहरूलाई मैले अस्ति पनि जानकारी गराउँदै छु है अब यो एउटा डकुमेन्ट्री बनाउँदाखेरि निकै उयो नै हुन्छ त्यसले गर्दा हाम्रो अहिले एकदम दुःख छ मेहनत गर्दैछौँ पछि फाइनल भएपछि तपाईँलाई एकदम अब राम्रो बनाएर हामी देखाउने प्रयास गर्नेछौँ र आज चाहिँ हामीले चौथो दिनको हाम्रो भिडियो सुटिङ तेस्रो चौथो होइन तेस्रो रहेछ तेस्रो दिनको हाम्रो भिडियो सुटिङ सकेर चाहिँ हामी जस्ट अब चाहिँ फर्किँदैछौँ घरतर्फ ल आजको ब्लग चाहिँ यहीँ राखौँ है अब चौथो दिनको आउँछ होइन मामा ओके मामा बाई बाई ल साइन र म लागौँ अब यता बाटो है त हाम्रो अजय देवगन र म चाहिँ अब यता लाग्यौँ